नेपाल सरकार वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम वैदेशिक रोजगारी। नमस्कार, रेडियो कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहीबार बिहान 7 बजेको समाचारपछि सुन्न सकिन्छ। वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौँ। आजको कार्यक्रममा मुख्यतः वैदेशिक रोजगारीको पछिल्लो अवस्था र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका ठगीका विषयमा वैदेशिक रोजगार बोर्डका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीसँग गरिएको कुराकानी राख्नेछौँ। यसका साथै देशैभरका जिल्ला प्रशासन कार्यालयमा रहेका आप्रवासन शोध केन्द्रहरूले कसरी काम गर्छन्, सोही विषयमा सुर्खेत स्थित जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासन स्रोत केन्द्रमा पुगेर तयार गरिएको स्थलगत सामग्री प्रस्तुत गर्नेछौँ। साथमा सदाझैं वैदेशिक रोजगार बोर्ड सचिवालयको कल्याणकारी सेवाबारे जानकारी र सूचना सन्देशहरू पनि रहनेछन्। कार्यक्रम सुनेर साथ दिनुहोला। भाइ, मलाई अलिकति पैसा दिनुस् न त। काम भन्दा अगाडि नै पैसा? धरमा विश्वास गर्नुस् न भाइ, मैले तपाईलाई मात्र विदेश पठाउन लाएर सयौंलाई पठाइसकेका छु। एकदमै खुसी छन्, पैसा पनि पठाइरहेछन्। यसो गर्नुस् न, मलाई अलिकति एडभान्स दिनुस्। मेडिकल सेडिकल टाकटुक सबै मिलाइहाल्छु म। सावधान! धर्मको नाममा कसम खाएर विभिन्न बहाना बनाएर जो कोहीले पनि तपाईलाई झुक्क्याउन सक्छन्। त्यसैले वैदेशिक रोजगारमा जाँदा तोकिएको स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराएर विश्वसनीय म्यान पावर कम्पनी मार्फत नै जानुपर्छ। पैसा बुझाएपछि भरपाई अनिवार्य रूपमा लिनुपर्छ, नत्र ठुलो धोका होला। वैदेशिक रोजगार बोर्डको सचिवालय। नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न, यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घरोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ। बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानूनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम PDOT को शुल्कको शोध भर्ना समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ। बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ। नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न, यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारमा जाने श्रमिकको हकित संरक्षण गर्दै आएको छ। यति हुँदाहुँदै पनि वैदेशिक रोजगारीका क्रममा कतिपय श्रमिकहरू आफूहरू ठगीमा परेको भन्दै उजुरी लिएर आउने क्रम भने रोकिएको छैन। गएको महिना मात्रै 73,094 जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ, जसमा 13,523 जना सिप नभएका छन्। गन्तव्य मुलुकबाटै श्रम स्वीकृतिको कानूनी व्यवस्था पाउने पनि 29 जना छन्। व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने 9,500 बढी छन्। विभागमा अहिले ठगीका मुद्दा प्राय व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको बढी छ। सामाजिक सञ्जालका आकर्षक रोजगारी भनिने प्राय प्रलोभनका विज्ञापनमा विश्वास गर्दा व्यक्तिगत कारोबारमा ठगी धेरै भएको विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटी बताउनुहुन्छ। वैदेशिक रोजगारी लहरको भरमा जाँदा ठगी बढेको भन्नुहुँदै
जाने देश र कामको बारेमा सोधेर बुझेर जान उहाँ अनुरोध गर्नुहुन्छ। हामी एकदम लहरको भरमा चाहिँ अर्कोले उचालेको भरमा अथवा कसैले देखाएको प्रलोभनका भरमा छिटो विश्वास गर्छौँ र छिटो आर्थिक कारोबार गर्छौँ। त्यो एक्चुअली वैध छ कि छैन, त्यसले पठाउन पाउने हो कि होइन, उसले गरेका कार्यक्रमहरू सरकारको स्वीकृति प्राप्त छ कि छैन, त्यो विषयमा नबुझिकन आफ्नो हितमा केन्द्रित भएर यदि पाइन्छ भने किन अनि देखा जाएगा भन्ने हिसाबले वैदेशिक रोजगारमा बढी लालच भएको देखिन्छ। त्यस्तो अवस्थामा धेरै ठगिएका छन्। विशेष गरी नेपालबाट वैदेशिक रोजगारका लागि भनेर संस्थागत रूपमा पठाउन अनुमति नलिएका क्षेत्रमा इन्डिभिजुअल रूपमा गरेका कारोबारहरूमा ठगी धेरै देखिएको छ। हिजो गल्फतिर चाहना थियो, अब गल्फबाट बिस्तारै शिफ्ट युरोपतिर भइरहेछ। तर युरोपमा संस्थागत रूपमा पठाउन सक्ने प्रावधान र त्यो देशले पनि चाहिरहेको त्यस्तो अवस्था देखिएको छैन र हामीले पनि संस्थागत रूपमा पठाउन प्रयास गरिरहेका छैनौँ। त्यसैले व्यक्तिगत रूपमा जानेहरूबाटै र व्यक्तिगत रूपमै कन्सल्टेन्सी मार्फत विभिन्न माध्यमबाट भनौँ न त्यसरी जाने र पठाउने अनि सामाजिक सञ्जालका विज्ञापनलाई हेरेर जाने पठाउने र त्यस हिसाबमा पैसाको लेनदेन कारोबार गर्ने, त्यो जान नपाइसकेपछि ठगिएको महसुस गर्ने धेरै देखिएको छ र त्यसमा ठगी अत्याधिक पनि छ। हामी कहाँ चाहिँ व्यक्तिगत ठगीको लागि कसैले प्रमाण राखेर उजुरी दिएको अवस्थामा कानुनी कारबाहीमा ल्याउने र पैसा फिर्ता गराउने प्रयास विभागले गरिरहेको छ। तर नागरिकलाई एउटा सचेत हुनुपर्ने कुरा के हो भने यो सामाजिक सञ्जालका भरमा राज्यका संयन्त्र र नीति कानुन पोलिसीहरूको विरुद्धमा अथवा त्यसको पालना नगरेका काम कारबाहीमा संलग्न भएर म ठगिएँ भनेर जान चाहिँ अलिकति अप्ठ्यारो मान्नुपर्ने हो हाम्रा नागरिक युवाहरूले पनि। त्यस्तो कुराहरूमा हामी सामाजिक सञ्जाललाई रोक्न सक्दैनौँ, तर त्यसमा धेरै विश्वास गरेर ठगिने क्रम चाहिँ बढेको छ। अहिले युएईमा बसेर युरोपका कुनै मुलुकमा बसेर गरेका विज्ञापनहरू सामाजिक सञ्जालमा देखाइएका विज्ञापनहरूलाई आधार मानेर पैसा बुझाउने, उहाँहरूको उहीँको खातामा नि पैसा हालिदिने र म ठगिए भन्ने खालको चाहिँ बढी गुनासो आउने गरेको छ। यसमा चाहिँ तमाम नागरिकहरू जो वैदेशिक रोजगारमा जान चाहनुहुन्छ, तपाईँ आफ्नो क्षमता स्किल योग्यताले कुन ठाउँका लागि कुन कामका लागि योग्य छु छैन भन्ने कुरो थाहा पाउनु पर्यो। त्यो विज्ञापन वैध हो कि होइन थाहा पाउनु पर्यो। त्यो चाहिँ राज्यका नीति कानुन अनुसार भएका काम कारबाही हो कि होइन थाहा पाउनु पर्यो। भोलि जाँदाखेरि म कसरी यो यदि मलाई ठगियो भने म कसरी भरपाई पाउन सक्छु भन्ने कुराले सुनिश्चित गरेर मात्रै त्यस्ता कारोबार गर्न चाहिँ विभागले अनुरोध गरिरहेका छौँ। हामीले बारम्बार वैध रूपमा जाने मान्छेहरूको चाहिँ उद्धार गर्ने, राहत गर्ने, पक्राउ गर्ने व्यक्ति त यही हुन्छ, संस्था यही हुन्छ। उहाँहरूलाई कारबाहीको दायरामा ल्याउन जति सजिलो छ, अवैध रूपमा भएका कुराहरूको ठगीमा संलग्न भएका मान्छेहरूलाई कारबाहीमा ल्याउन त्यति गाह्रो भए हुनाले मात्रै हामीले वैध रूपमा गइदिनुहोस् भन्ने अनुरोध गर्न खोजेका हौँ। यहाँ पनि वैदेशिक रोजगार व्यवसायीहरू अथवा कसैले चाहिँ यो देशमा यति स्यालेरी यो कामका लागि भनेर पठाइएका छन् र त्यो काम पाएनन्, त्यति स्यालेरी पाएन भने सम्बन्धित देशमा हाम्रो दूतावास छ, सहकारी छन्, हामी त्यो मार्फत उहाँहरूलाई कारबाही गर्ने, झिकाउने, यहाँ ल्याएर उहाँहरूको क्षतिपूर्ति दिलाउने भराउने कामहरू गरिरहेका छौँ। विभागमा आएर हेर्नु हो भने व्यक्तिगत उजुरीको संख्या जति छ त्यसको चाहिँ 20% पनि छैन हाम्रो संस्थागत ठगी उजुरीहरू। जानु नै छ भने पनि तपाईँ सिपयुक्त भएर क्षमतायुक्त भएर त्यो काम गर्नका लागि तयारी मानसिक रूपमा तयारी भएर मात्रै गइदिनु भयो भने तपाईँले ठगिनुहुन्न भन्ने हाम्रो चाहिँ अनुरोध हो। र त्यो सेवा सुविधा त्यहाँको कामको बारेमा पूर्ण जानकार भएर जानुस्। अनभिज्ञतामा जानुभयो भने त्यहाँ चाहिँ तपाईँलाई काम गर्न असहज हुन्छ। हामी कहाँ जति पनि मुद्दामा आउनु भएको छ, मुद्दा लिएर आउनु भएको छ अथवा ठगिएको महसुस गरेर आउनु भएको छ, उहाँहरूले चाहिँ भनेका कुराहरू सुन्दाखेरि के हो भने मलाई त यस्तो यस्तो प्रलोभन दिएको थियो भन्ने खालको कुरा गर्नुहुन्छ। प्रलोभनमा पर्ने कि नपर्ने त्यो चाहिँ त्यही भएर पनि सचेत हुनु। त्यो देशमा कस्तो खालको काम पाइन्छ, कतिमा काम पाइन्छ, कति स्यालेरी हुन्छ, यो विषयमा अलिकति जानकार भएर जानुहोस्। कसैले सामाजिक सञ्जालमा होस् या चाहिँ तपाईँलाई प्रलोभनमा दिएको होस् का आधारमा विश्वास हत्तपत्त नगर्नुहोस् भन्ने हाम्रो चाहिँ अनुरोध हो उहाँहरूलाई। उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्र बहादुर शिवाकोटी। कुराकानीपछि अब स्थलगत रिपोर्टको पालो। सरकारले देशैभर रहेका जिल्ला प्रशासन कार्यालयमा आप्रवासन स्रोत केन्द्रहरू स्थापना गरेर श्रमिकलाई आप्रवासनका हरेक विषयमा सरल र सहज रूपमा जानकारी प्रवाह गर्ने व्यवस्था मिलाएको छ। यस केन्द्रबाट हरेकले श्रम, रोजगार र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा जानकारी लिन सक्नेछन्। जिल्ला स्थित आप्रवासन स्रोत केन्द्रहरूले कसरी सेवा प्रवाह गरिरहेका छन्, यसै विषयमा सुर्खेत स्थित जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासन स्रोत केन्द्रमा पुगेर संवाददाता प्रेमराज सिंह खडाले तयार पार्नु भएको स्थलगत सामग्री। सुर्खेत जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुग्दा पासपोर्ट बनाउनेको
निकै भिड देखिन्थ्यो। यो स्टिच ठोक्ने होला हैन, यहाँ फेरि हराउला। पछिल्लो समय यहाँ पासपोर्ट बनाउनेहरू पनि वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन्। कोही श्रम स्वीकृति लिएरै सरकारले मान्यता दिएका मुलुकमा जाने गरेका छन् भने कतिपय भारतको बाटो भएर रोजगारीका लागि विदेश जाने गरेका छन्। गत साउन यता जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट राहदानीका लागि आवेदन दिनेको संख्या 3442 जना छ। विदेश जाने निर्णय गरेर पासपोर्ट लिनेमा 1125 जना महिला छन् भने 49 जना नाबालक र 2266 जना पुरुष रहेका छन्। आमा बुवासँगै नाबालक पनि विदेश जाने गरेको प्रशासनको तथ्याङ्कले देखाउँछ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका राहदानी फाँडमा कार्यरत दिलकुमारी चौधरी विदेश जाने निर्णय गरेर पासपोर्ट लिनेमा 1125 जना महिला, 49 जना नाबालिग र 2266 जना पुरुष रहेका छन्। दिनको हिसाब एभरेजमा 60 जना आउँछन्। यसरी पासपोर्ट बनाउनेहरू प्रशासन कार्यालय परिसरको दक्षिणतिर रहेको कोठा नम्बर 109 मा पुग्छन्। यहाँ आप्रवासी स्रोत केन्द्र छ। यहाँ कस्ता खालका सेवाग्राही आउँछन् र फाइदा के छ? आप्रवासी स्रोत सहायता केन्द्रमा कार्यरत परामर्शदाता सीता ओली 81 फागुन 4 गतेदेखि यहाँबाट सेवा सुरु गरेका थियौँ। खास गरी यो देशका 77 वटै जिल्ला प्रशासन कार्यालयमा यस्तो खालको आप्रवासी स्रोत केन्द्रहरू छन् र सुर्खेत जिल्लाको हकमा चाहिँ हाम्रो गुरुबाकोट नगरपालिकाबाट चाहिँ धेरै जसो सेवाग्राही हुन्छ। त्यसमा पनि विशेष गरी चाहिँ महिलाहरू र घरेलु काममा जानेको सङ्ख्या चाहिँ हामीले बढी देखाएको छौँ। अब अन्यको हकमा चाहिँ युरोपतिर जानेहरूको सङ्ख्या पनि त्यत्तिकै छ, खाडीमा जानेहरूको सङ्ख्या पनि त्यत्तिकै छ। प्रदेशको राजधानी सुर्खेतमा 2081 साल फागुन 12 गतेबाट आप्रवासी स्रोत केन्द्रले सेवा दिन थालेको हो। सरकारले घरेलु श्रमिकका रूपमा कानुनी सहजता नदिएका कारण दोस्रो मुलुक र छिर्न सहज बाटो पर्ने छिमेकी राष्ट्र भारत भएर जाने गरेका छन्। फेरि परामर्शदाता सीता ओली सिधा कुरा गर्नुपर्दा चाहिँ उहाँहरू बेचिने भनौँ न, त्यस्तो खालको समस्या चाहिँ एकदमै छ। सुझाव दिँदाखेरि चाहिँ घरायसी समस्या बढी देखाउने, एकदम धेरै अभाव भएको, श्रीमानबाट हिंसामा परेको होइन, डिभोर्स भएको, सास ससुराले नहेरेको, बच्चाहरू पढाउन नसकेको, त्यस्तो खालको समस्याहरू व्यक्त गर्नुहुन्छ। अब त्यस्तो खालको समस्याहरू व्यक्त गर्दा पनि हामीले यो आप्रवासी स्रोत केन्द्रबाट एउटा चाहिँ हामीले सूचना परामर्श दिन्छौँ सुरक्षित वैदेशिक रोजगार सम्बन्धी। दोस्रो चाहिँ हामी कानुनी सहायताको कुरा गर्छौँ होइन, सिपसँग सम्बन्धित कुरा गर्छौँ। यी तीनवटा कुरा गर्दा उहाँहरूले हामीले यो ठाउँमा चाहिँ सिप खुलेको छ होइन, यसरी तपाईँ जान सक्नुहुन्छ, तपाईँको स्थानीय तहसँग यसरी तपाईँ सहकार्य गर्न सक्नुहुन्छ, कानुनी प्रावधान यो छ भनेर चाहिँ उहाँहरूलाई हामीले भन्छौँ। एउटा टिम त 25 जनाको टिम पनि फर्केको, अब ठ्याक्कै त्यहाँ नपुगेर दिल्लीबाट फर्केको हुनुहुन्छ। कोही चाहिँ जाँदै गर्दाखेरि अब निःशुल्क हो नि त होइन, अब निःशुल्क मान्छेले किन पठाउँछ भन्ने कुरा उहाँहरूबाटै उहाँहरूले चाहिँ अपमान भनौँ न, एउटा खालको हिंसा जान नपाउँदै उहाँले भोगेपछि तपाईँले भने चाहिँ सही रहेछ, उहाँहरूले चाहिँ अब करोडौँ तिरेर जाने जस्तो, शरीर बेच्न जाने जस्तो भनेर हामीलाई यसरी भन्दाखेरि मैले चाहिँ श्रीमान पठाएँ, म चाहिँ गएन म्याडम भनेर आउनुभएको। राहदानीका लागि निवेदन दिइसकेपछि आप्रवासी स्रोत केन्द्रमा पुगेका सेवाग्राहीहरूलाई त्यहाँ हुने परामर्शकर्ताले विदेश जाँदा अपनाउनु पर्ने सावधानीका विषयमा सल्लाह दिने गरिएको छ। सेवा केन्द्रका सूचनादाता हेमराज भट्टराईले दैनिक 10 देखि 15 जना सेवाग्राहीलाई परामर्श दिने गर्नु भएको छ। सबभन्दा पहिले आफू जाँदा आफू जाने मुलुक क्लियर हुन पर्यो। तपाईँ जाने मुलुक नेपाल सरकारले श्रम स्वीकृति गरेको हुन पर्यो, प्रतिबन्ध नलगाएको हुन पर्यो, युद्धमा नफसेको हुन पर्यो होइन। अनि त्यहाँको सामाजिक सांस्कृतिक कुराहरू पनि हामीले आफूले सहज एक्सेप्ट गर्ने तरिकाले बुझ्न पर्यो, त्यसमा कसरी सहज हुन्छ। त्यसपछि तपाईँ जाने मुलुकमा तपाईँले के काम गर्ने त त्यो क्षेत्र पनि क्लियर हुन पर्यो। होटेलमा गर्ने हो कि पार्लरमा गर्ने हो कि कोही सेक्युरिटी गार्डमा गर्ने हो कि ड्राइभिङमा गर्ने हो कि कम्पनीमा गर्ने हो कि त्योसँग रिलेटिभ सिपहरू पनि सिक्न पर्यो, त्योसँग सम्बन्धित। अनि त्यो सिप सिक्यो भने के हुन्छ त हजुर जाने क्षेत्र निश्चित हुन्छ, सुरक्षित हुन्छ। सिप सिकाउने योग्यता हुने भयो, योग्यता भयो भने त्यसको मर्यादा हुने भयो, सम्मान हुने भयो, राम्रो काम हुने भयो, भोलि अर्को मुलुक जाँदा पनि अझ अनुभव हुने भयो। त्यति मात्र नभई नेपाल फर्किएर आउनुभयो भने पनि तपाईँले सिप सिकेको क्षेत्रमा कमाएको रकम लगानी गरेर यहीँ पनि रोजगारी बन्न सकिने भयो होइन। जिल्ला प्रशासन कार्यालयमा हुने आप्रवासी स्रोत केन्द्रबाट परामर्श लिँदा सिप सिकेर जान समेत अनुरोध गरिन्छ। सिप सिकेर विदेश जाँदा दुःख पाइँदैन। त्यसका लागि विदेशमा 4 वर्ष बसेर फर्किएका र पुनः विदेश जाने तयारीमा पासपोर्ट नवीकरणका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेत पुग्नुभएका पुष्कर थापा मगर भन्नुहुन्छ। म पहिलोपटक 2014 मा गएको मलेसियामा। अब अहिले प्राय मान्छेहरूको अब सोच चाहिँ अलिकति
अलिकति अब बाहिर जाने, अलिक छोटो समयमा धेरै कमाउने अथवा छोटो समयमा धेरै कमाएर अब परिवारदेखि बालबच्चाहरूको शिक्षा दीक्षाले हरेक कुरालाई अब सहज जीवनशैली बिताउने भन्ने अब अर्को अब त्यस्तो समस्याले गर्दाखेरि अब प्रायः मान्छेहरू देखिराखेका छ। अब प्रायः मान्छेहरू विदेशतिर अब नेपालभित्रको अब आफ्नो ठाउँमा अब अलिक भएका रोजगारहरूमा पनि पर्याप्त अब घर परिवार धान्ने अब त्यो एउटा तपाईँको आम्दानी नभएको कारणले अलि अब त्यस्तो कारणले गर्दाखेरि वैदेशिक रोजगार रोज्नु बाध्य छ। सुरक्षित आप्रवासन परियोजना स्थानीय सरकार र वैदेशिक रोजगार बोर्डको सहकार्यमा हरेक जिल्लाको प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा यस्ता स्रोत केन्द्रहरू सञ्चालनमा रहेका छन्। यस्ता स्रोत केन्द्रहरूमा पासपोर्ट बनाउने बेला नै कसरी वैदेशिक यात्रा सुरु गर्ने भनेर बुझ्न सकिन्छ। नबुझी जाँदा विदेशमा नेपाली असुरक्षित मात्र होइन, ज्यान समेत गएका धेरै घटनाहरू छन्। सुर्खेतको जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आउँदा आप्रवासी स्रोत केन्द्रमा पुगे बुझेर गए वैदेशिक रोजगारी सोचे जस्तै राम्रो बनाउन सहयोग हुन्थ्यो कि? लौ त यिनै सामग्रीसँगै आजलाई सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी र म मनुका कुँवर विदा हुन्छौं। नमस्कार।